स्ट्रोकपछि धेरै मानिसहरूले गर्ने ठुलो गल्ती भनेको हातखुट्टा चल्न थालेपछि मात्र फिजियोथेरापी एक्सर्साइज सुरु गर्ने सोच्नु हो। तर जति छिटो एक्सर्साइज गर्नुहुन्छ त्यति नै छिटो तपाईँको शरीर बलियो भएर जान्छ। तपाईँको दिमागले पनि बिर्सिएको मुभमेन्टहरू फेरि फर्किएर आउँछ। झन् ढिलो एक्सर्साइज सुरु गर्नुभयो भने ज्यानको मासुहरू सबै खुम्चिँदै जाने, हाड जुर्नेहरू सबै जाम भएर जाने, अनि सिनर्जी भन्ने हुन्छ। सिनर्जीमा चाहिँ तपाईँको 2-3वटा पार्टहरू एकैचोटि मुभ भइदिन्छ, जुन चाहिँ तपाईँले कन्ट्रोलै गर्न सक्नुहुन्न। र जति ढिलो गर्यो त्यति नै त्यो मुभमेन्टहरू झन् ज्यानमा धेरै कडा भएर बसेर तपाईँलाई पछि नर्मल मुभमेन्ट गर्न गाह्रो हुन्छ। त्यसैले जति छिटो फिजियोथेरापी एक्सर्साइज सही तरिकामा सुरु गर्नुहुन्छ त्यति नै छिटो तपाईँको रिकभरी हुन्छ। त्यसैले चल्न थालेपछि मात्रै व्यायाम गर्ने होइन, चल्न सकियोस् भनेर फिजियोथेरापी एक्सर्साइज सुरु गर्ने हो।